आज अर्जेन्टिनालाई लास लाग्नुपर्ने हो क्या। आज पुरै अर्जेन्टिना एउटा गोलकिपरको भरमा खेलिराखेको थियो क्या। न अट्याक छ, न पास छ, न फिनिसिङ छ, केही छैन क्या, केही छैन। धन्न गोलकिपरले थुप्रै गोल खानाबाट बचाइदियो र अलिकति अडिएर खेल्न सक्यो। नत्र त आज त ढुट्टो बनाएको। रिस गरे होइन, देखेको कुरा भनेको हो। कोचले चाहिँ आफ्नो खेलाडीहरूलाई डिसिप्लिन अफेयर खेल्नको लागि चाहिँ सिकाउनु पर्छ जस्तो लाग्यो क्या। यहाँ आजको खेलमा पनि एकदम अफेयर धेरै थियो क्या। एउटै खेलमा 3-4वटा येलो कार्ड, एउटा रेड कार्ड खानु भनेको चाहिँ यो त्यो पनि फाइनल जस्तो कुरामा लाज लाग्नुपर्ने कुरा हो क्या। यो म्याच मोमेन्ट हेर्दाखेरि पनि हेर्नुहोस् न, कसले कति अट्याक गरेको छ, कति चाहिँ कसले कस्तो खेलेको छ, यहाँ प्रष्टै हुन्छ क्या। आज अर्जेन्टिनाले सोचे जस्तो खेल्नै सकेन क्या। भन्छन् नि रोनाल्डोले गोल हानेन यताउति भनेर एकदम यतिन्जेलसम्म ट्रोल गरेका थिए क्या। आज मेसीलाई पास दियो त, उसको खुट्टामा कतिचोटि बल पर्यो? 2-3 चोटि भन्दा धेरैचोटि उसको खुट्टामा बलै परेन। आज प्राय भनेको बल भनेको चाहिँ स्पेनले नै खेलाइराखेको थियो अनि गोल हान्न सकेन। आज अर्जेन्टिनाको कमब्याक हेर्नको लागि चाहिँ कुरिराखेको थिएँ, तर कमब्याक त खै, कमब्याक कुर्दै गेमै सक्यो। सारा फ्यानहरूलाई निराशा बनायो आज अर्जेन्टिनाले। एउटा गोलकिपरको भरमा खेल्ने हो त भने आजको खेल त सधैँका समय एकनासको हुन्छ राजा हो। यसरी अरूको ट्रोल गरेर, अरूलाई हिच्याएर, अरूलाई गिज्याएर आफै ठुलो बन्न खोजेर त कहाँ ट्रफी उचालेको हेर्न पाइन्छ र। नेपाली फ्यानहरू के छ तिमीहरूको हल्लीचल्ली? आज तिमीहरूको चाहिँ बाहना चल्छ होला होइन। रेड कार्ड दिइसकेपछि हारियो अथवा ब्याड लक। आज लकले साथ दिएन, के भन्छौ? हामीलाई पनि यस्तै भएको थियो। हामीले सपोर्ट गरेको टिम बाहिरिँदा तिमीहरूले चाहिँ टोल गरेर उडाउँदाखेरि त्यो पीडा आज तिमीहरू पनि भोग है त। ल, सहने शक्ति दिउनु भगवान्ले।